आज हाम्रो ब्लग चाहिँ धरानबाट स्टार्ट हुन्छ अनि साथीलाई म कफी खान छिर्छु। कफी खाएर गफसफ गरेर हामीले हाम्रो अर्को साथीलाई पनि भेट्छौँ। त्यसपछि हाम्रो यात्रा सुरु भएर हामी चाहिँ भेटार पुग्छौँ। भेटार पछाडि हामीले एकैचोटि हामीले चाहिँ डाँडा बजारको भिडियो बनाउँछौँ अनि कति धेरै खुसी हुन्छौँ। अनि मेरो साथीहरू चाहिँ खुसी भएर भिडियो बनाउँदै थियो वेदर देखेर। अनि त्यहाँ हाम्रो पागल साथीहरू अरू साथीहरूलाई पनि हामीले भेट्छौँ। यहाँ हाम्रो साथी चाहिँ रोनाल्डोको फ्यान हुन्छ अनि त्यहाँ रोनाल्डोको ऊ गर्छ क्या। अनि त्यसपछि हामी गफसफ गरेर सबैजना बाई बाई गर्छौँ उनीहरू। हेलो गाइस, हेलो विजेता हामी कहाँ छौँ अहिले? अहिले हामी छौँ डाँडा बजार। यता डाँडा बजारको भ्यू देख्दा ओ माय गॉड, भ्यू देखेर तपाईहरु कस्तो नर्भस तर यो ब्याक क्यामेरा कसरी गर्न मिल्छ? हामी चाहिँ अब यो सिडी चढ्न लागेको गाइजहरु। तर यस्तो धेरै रमाइलो भयो नि, यस्तो हुन्छ भनेर कसले सोचेको थियो? सोचेको थिएन। ओइ म अगाडि हिँड्छु नि, तिमीहरू आएनौ यारहरू। लगर दिदी अगाडि पल्टाएर बनाऊ भाडा कपाल छोडा यार, कपाल त कपाल छोडा। हामी यो माथि अभिषेक मान्छे बाउ तिनीहरू आउँदैन भनेर अनलाइन कस्तो राम्रो देखेको। खै म कता छु? कोहरूले चाहिँ अघि हामीलाई कल गरेको थिएछ, अहिलेसम्म आइपुग्दैन नि त भन्दैछ। ओ हेर न डाँडा दामी आउँछ क्या गाइस, बाटो त्यस्तो छ। हावा त्यस्तो भएको टुका टाकेला भन्ने डर। गाइज राति चाहिँ होमस्टे यस्तो देखिन्छ। हाम्रो रुम चाहिँ उता पछाडि भएको है, अगाडिको रुम हो। यहाँ चाहिँ फेरि बतासेहरू हुन्छ। अलिक मेरोमा क्यामेरा छैन क्या, फ्ल्यास लाइट। मेरो साथीहरू छेउछेउको छैन। कस्तो राम्रो भ्यू, तिनीहरूले मिस गर्दैछन्। तिनीहरूलाई म भन्न सक्दिनँ कस्तो राम्रो छ। अनि माथि चन्द्रमानी छ। गाइज हामी चाहिँ अब गएको, वहाँ एकजना वहाँ पुगिसक्यो। हामी बसेको घर चाहिँ कहाँ पो ला हुसेले चाहिँ के हाल्नु त्यहाँ थियो है। हामी चाहिँ यस्तो बाटो फर्किनु पर्ने। साथीहरू मलाई साथीले सिकाइसकेको छ कसरी भिडियो बनाउने भनेर। सिकाउनु त सिकायो होइन, तर मेरो फेसै पो देखाएको छैन रहेछ। कस्तो ठाडो उकालो नि। हिजो धन्न यो बाटो आएन रहेछ। हिजो हामी चाहिँ यो बाटोदेखि आएको, अनि त्यसपछि जाँदा चाहिँ यता माथि उकालो गएनौँ क्या, सिधै यता रोटै रोड गएको थियौँ। किनभने यिनीहरू दुईजना धेरै गलिसकेको थियो। देखेको थिइनँ म त रोड सोचिरहेको थिएँ यार, यसलाई सिडी भनेर चाहिँ मैले अनि म्याप हेरेको थिएँ क्या कुन बाटो जाने भनेर। गाइस थियो तिम्रो जुका त साह्रै छ ल। यहाँ मैले फुल देखिरहेको छु। मैले यसको टाउकोमा लाउने, अब यहाँ टाउकोमा लाउने गाडीले टाउकोमै लगाइदिन्छ सक्छ। तर यिनीहरूले कुछ बोलो यार तुम दोनों भी। गाइस हामी चाहिँ कस्तो धेरै इन्जोय गऱ्यौँ होइन। अनि हामी कति डान्स गर्न पाएन। त्यही डान्स गर्न पाएनौँ किनभने धेरैजना दुःखको बात चाहिँ त्यो छ है, हामीले डान्स गर्न पाएनौँ किनभने अर्को दुईवटा ग्रुप थियो, तिनीहरू चाहिँ धेरैजना आएको थियो क्या। अनि उनीहरू त स्पिकर त पुरा रिजा भनिदिएर रातभरि म्याच 12 बजीसम्म कान त। यो यता माथि भनेको चाहिँ यो ध्वजा डाँडा जाने बाटो भयो, अनि यता चाहिँ राजा रानी जाने बाटो भयो। राजा रानी 24 भनेको चाहिँ यही हो साथीहरू। मेरो आमाको बोयफ्रेन्डहरू पहिला उसको तन्देरीहरू धेरै थियो क्या 24 तिर। मेरो चाहिँ 24 तिर एउटा पनि छैन, कहीँ पनि छैन। यो लप परेको मान्छेसँग त म
त्यहाँ उसको बेबीलाई म्यासेज गाइज हामी चाहिँ पालै पिलो फोनबाट बनाउँदैछौँ भ्लग किनभने चार्ज हुँदैन नि त हाम्रो फोनमा अब यहाँ चाहिँ अब फोटो सेसन हुँदैछ अब म तपाईँहरूलाई यहाँको बारेमा भन्छु यहाँको फेसिलिटीहरूको बारेमा भन्छु तपाईँलाई जान्नु चाहनु मन छ भने होइन यहाँ चाहिँ राम्रो उयो छ अब हामीले चाहिँ ढिलो आएर होला हामीलाई 200 रुपियाँ खालको पर पर्सनको थियो त्योभन्दा राम्रो रुम लिनुहुन्छ भने पनि के अरे पाउँछ 1500 हजार होला नि है 1500 कतिको थियो तर हामी आज धेरैजना मान्छे आउनुभएको रहेछ हिजो अनि हामी त्यही रुममा बस्नु पर्यो किनभने हामी खाजासाजा खाँदा ओर्दा डाँडा बजारमा हामीले ढिलो गऱ्यौँ क्या त्यही भएर तपाईँहरू आउनु चाहनुहुन्छ भने त्यहाँ नम्बर हुन्छ उयसमा हेर्दा म्यापमा हेर्दाखेरि त्यो नम्बरमा कल गरेर आउनु सक्नुहुन्छ सादा खानाको 200 रुपियाँ छ अनि अरू तङ्बा चटपटेहरू खाजाहरू सब छ उहाँहरूले अफर गर्नुहुन्छ तपाईँहरूले तर भन्नु पर्यो बोल्नु पर्यो त्यति हो अब हामी बस चढ्नु गएको हिँडेको हिजो यो बाटो यो उयो हामी यही बाटो हिँडेर माथि चढेको हामी यही बाटो ओह्रालो चढ्छौँ जुत्ताको चाहिँ एन्ट्री हुँदैछ है हामी चाहिँ डाँडा बजार आइपुगिसकेको छौँ यो हाम्रो डाँडा बजार हाम्रो यहाँको तर हामीले त भन्नु होला नि गाडी जाँदैछ हामी चाहिँ अब गाडी यताबाट आउने गाडी चाहिँ रुङ्दैछौँ